हेलो गाइज, आज तपाईँहरूलाई म माइक्रोसफ्ट एक्सेलमा कुनै पनि दिएको डेटलाई यसरी देखाएको जसरी डे मन्थ र इयरमा सेपरेटली डिफ्रेन्ट डिफ्रेन्ट कोलममा कसरी लेख्ने त्यो सिकाउन गइरहेको छु। जस्तो यसलाई तपाईँले सिम्पल तरिकाले पनि गर्न सक्नुहुन्छ। यो इजी वे भनेको छ, यो भनेको सिम्पल तरिकामा यहाँ देखाउन गइरहेको छु। यो त्यसको लागि तपाईँले कुनै पनि जुन सेल्स छ जसलाई तपाईँले कन्भर्ट गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नु होला र गरेपछि यो फर्मेट सेलमा क्लिक गर्नु होला। फर्मेट सेलमा क्लिक गरिसकेपछि यो डेटमा क्लिक गरेर तपाईँको यो जुन छ नि डेटको फर्मेट जुन डे पनि चाहियो, मन्थ पनि, इयर पनि चाहियो हो। सो यसमा क्लिक गरेँ, ओके गरेपछि पनि तपाईँको के हुन्छ यसरी आउँछ। तर मैले आज यो तरिकाले नभएर अर्को तरिकाले सिकाउन गइरहेको छु, किनभने कहिले के हुन्छ इन्टरभ्यूमा इन्टरभ्यूहरूले यो वे फलो नगरेर यो तरिकाले नभएर छुट्टा छुट्टै जुन छ डेलाई एउटा छुट्टै कोलम, मन्थलाई छुट्टै कोलम र इयरलाई छुट्टै कोलममा सेपरेटली लेख भन्यो भने कसरी लेख्ने त होइन हो, त्यो आज सिकाउन गइरहेको छु। त्यसको लागि मैले सुरुमा डे पत्ता लगाउँछु। डेको लागि तपाईँले मन्थ गर्दा पनि हुन्छ, इयर गर्दा पनि हुन्छ, तर म सुरुबाट गएँ। अब मैले डे पत्ता लगाउनको लागि यो इक्वल्स टु क्लिक गर्नु होला, इक्वल्स टु दबाउनु होला। इक्वल्स टु दबाइसकेपछि यसमा TEXT टाइप गर्नु होला अनि स्मल ब्राकेट स्टार्ट गर्नु होला अनि जुन छ डेट त्यो सिलेक्ट गर्नु होला अनि कमा दिएर डबल कोटेसन मार्कभित्र हामीले पत्ता लगाउने भनेको डे हो। सो त्यसको लागि 1 2 3 4 चारचोटि DD लेख्नु होला अनि डबल कोटेसन मार्क बन्द गरेर स्मल ब्राकेट क्लोज गर्नु होला अनि इन्टर गर्नु होला। त्यो भनेको तपाईँको जुन छ नि यो 5 भनेको सन्डे, 5 गते भनेको तपाईँको सन्डे रहेछ। सो यसरी तपाईँको आयो। अब हामीले मन्थ पत्ता लगाउँछ। मन्थको लागि फेरि यसमा पनि इक्वल्स टु दबाउनु होला, TEXT टाइप गर्नु होला अनि स्मल ब्राकेट स्टार्ट गरिसकेपछि फेरि डेटलाई सिलेक्ट गर्नु होला, कमा दिएर डबल कोटेसन मार्कभित्र अब हामीले पत्ता लगाउनु पर्ने के छ त मन्थ। मन्थको लागि तपाईँले चारचोटि 1 2 3 4 याम लेख्नु होला। 1 2 3 4 होइन कि चारचोटि याम लेख्नु होला अनि डबल कोटेसन मार्कभित्र फेरि डबल लगाइसकेपछि अनि डबल यो स्मल ब्राकेटले क्लोज गरेर इन्टर गर्नु होला। हाम्रो यो 1 भनेको मन्थ 1 हो। 1 भनेको जनवरी तपाईँको आयो भने अब इयरको लागि सेम त्यही हो, तर याम डीको ठाउँमा वाइ लेख्नुपर्छ। त्यो म तपाईँलाई देखाउँछु। जस्तो इक्वल्स टु फेरि त्यसको लागि इक्वल्स टु दबाउनु पर्ने हुन्छ अनि TEXT टेक्स्ट अनि स्मल ब्राकेट स्टार्ट गरेर फेरि यो डेटलाई सिलेक्ट गर्नु होला अनि कमा गरेर डबल कोटेसन मार्कभित्र वाइ 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 चारवटा वाइ लेखिसकेर डबल कोटेसन मार्कले बन्द गर्नु अनि स्मल ब्राकेटले बन्द गरेर इन्टर दबाउनु होला। इन्टर दबाइसकेपछि तपाईँको यहाँ के हो इयर पनि आयो। सो तपाईँको 2025 5/1 भनेको 2025 भइहाल्यो अनि यो 1 भनेको तपाईँको मन्थ भइहाल्यो जनवरी र तपाईँको 5 गते भनेको 5 तारिक भनेको तपाईँको सन्डे रहेछ। यसरी यो 6 तारिक भनेको फ्राइडे रहेछ। 6 त्यो अर्को महिनाको 25 को 6 भन्ने छ फेरि 5 को होइन। सो यसरी तपाईँले सेपरेट लेख्न सक्नु। अब डे मन्थ इयरको लागि यसको लागि पनि छुट्टै छ, सेम हो, तर तपाईँले अलिकति लजिक लगाउनु पर्ने हुन्छ। त्यसको लागि यसमा माउस राखिसके सब तपाईँको सिलेक्ट गरेँ त्यो सेललाई अनि इक्वल्स टु दबाएर TEXT टाइप गर्नु होला अनि स्मल ब्राकेट स्टार्ट। स्मल ब्राकेट स्टार्ट गरिसकेपछि तपाईँले यो डेटमा सिलेक्ट गर्नु। डेटमा सिलेक्ट गरिसकेपछि कमा अनि डबल कोटेसन मार्क। अब यो डबल कोटेसन मार्कभित्र तपाईँले डीको लागि अघि हामीले डेको लागि चारवटा लेखेको थियौँ 1 2 3 4 अनि तपाईँको फेरि अब यसमा माइनस जुन छ नि आइफोन माइनस दबाउनु होला अनि फेरि अब मन्थको लागि 1 2 3 4 फेरि माइनस अनि इयरको लागि 1 2 3 4। अब हामीले के गर्छौँ त यसलाई डबल कोटेसन मार्कले बन्द गर्छौँ अनि स्मल ब्राकेटले बन्द गरेर यसलाई हामी के गर्छौँ इन्टर गर्छौँ। तपाईँको आयो कि नै सन्डे जनवरी 2025 तपाईँको यो एउटैमा आयो। यो जुन छ नि अघि यो नम्बरमा छ भने यो अलिक के छ नम्बर र के छ अल्फा न्युमेरिकलमा आयो तपाईँको। अनि मन्थ र इयरको लागि तपाईँले आफ्नो लजिक लगाउने त हो। यसमा अब इक्वल्स टु दबाउने, TEXT गर्ने, ब्राकेट स्टार्ट अनि तपाईँ यसमा क्लिक गर्ने, कमा दिएर फेरि मन्थको लागि डबल कोटेसन मार्कभित्र 1 2 3 4 अनि फेरि तपाईँको के गर्नु होला माइनस अनि 1 2 3 4 डबल कोटेसन मार्क स्मल ब्राकेट इन्टर। तपाईँको यसरी तपाईँले यो सजिलो तरिका छ। अलिकति तपाईँको आइडिया भयो भने जान्नुभयो भने यसरी तपाईँले कुनै पनि दिएको डेटलाई डिफ्रेन्ट कलमहरूमा सेपरेटली डे मन्थ र इयर तपाईँले यसरी सेपरेट गर्न सक्नुहुन्छ। अब कहिले कस्तो हुन्छ तपाईँको जस्तो 2025 5/1 भनेको तपाईँको जनवरी 5 गते तपाईँको 5 गते कुन बार पर्छ तपाईँलाई थाहा नहुन सक्छ। त्यसको लागि क्यालेन्डर हेर्नु पर्ने हुन्छ हो कि होइन। त्यस्तो बेला तपाईँले यही फर्मुला लगाउनु पनि सक्नुहुन्छ। जस्तो तपाईँको यो मात्र नभनौँ अर्को तपाईँको इक्जाम्पल दिए
जस्तो आज तपाईँको के छ 4/16/2026 इन्टर। अब तपाईँको आज कुन बार हो तपाईँलाई थाहा छैन अरे ल, त्यसको लागि सिम्पल तपाईँले यो गर्न पनि सक्नुभयो टीएक्सटी यसमा क्लिक गर्नु कमा 1 2 3 4 आज तपाईँको थर्सडे रहेछ, यसरी तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। ओके गाइज, आजको लागि यस भिडियोमा यति नै। फेरि तपाईँहरूको लागि नयाँ नयाँ भिडियोहरू ल्याएर आउनेछु, त्यति बेलासम्म हाम्रो च्यानलमा जोडिएर रहनु होला। र अहिलेसम्म यो भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया यो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।